हेलो एभ्रिवान गुड मर्निङ। म चाहिँ बिहान बिहानै बालुवा चल्दैछु बुट्टा काट्नको लागि। हिजो काटेको त्यो बुट्टा आज फेरि नेक्स्ट डे साथीहरू है। यो चाहिँ पार्ट 4 है। यो चाहिँ फेरि देख्न सक्नुहुन्छ। यो यसरी बनाइसकेको छौँ है। मसला त्यहाँ छ अनि यहाँ बनाउँदैछौँ हामी चाहिँ। यो चाहिँ हात्तीसुडे भन्छ होला। हात्तीसुडे चाहिँ काटिसक्यौँ, हेर्न सक्नुहुन्छ है कस्तो छ दिन। अनि यस्तो कट्ने हात, अनि यो चाहिँ हात्तीसुडे फिनिसिङ गर्दैछौँ। अब यसमुनि फेरि बुट्टा काट्नु पर्ने हुन्छ साथीहरू। मसला लिप्दैछु है। यहाँ मसला मिलाउँदै हो अनि चिनो लाउँदै हुन्छ। यसरी काटिसक्यौँ अनि हेर्न सक्नुहुन्छ फाइनल आएको छैन। अझै मुनि पनि हान्नुपर्ने हुन्छ साथीहरू। यो मुनि चाहिँ झलर आउँछ है। यो मुनि अहिले मसला लिप्दैछौँ। यहाँ चाहिँ कति घाम दामी लागेको आज चाहिँ मजाको दिन छ है। ल साथीहरू अब यो मिलाउनु पर्ने हुन्छ। यो चाहिँ झलर भन्छ यसको नाम चाहिँ मुनिपट्टिको बुट्टालाई चाहिँ। अनि यसलाई काटकुट गरेर मिलाउँदैछु। अनि बुवाले फेरि झिक्दै हुन्छ उता चाहिँ, म चाहिँ यहाँ मिलाउँदैछु साथीहरू। देख्न सक्नुहुन्छ है। चुच्चो सुच्चो बनाउनु पर्यो नि यसको होइन, ट्याक्क। अनि यस्तै छ साथीहरू। के गर्दै हुन्छ तपाईँहरू? फाइनल बुट्टा चाहिँ भइसकेको छ साथीहरू, देख्न सक्नुहुन्छ। आज अब यो सरसफाइ गरेर टक्क जानुपर्ने हुन्छ। ल साथीहरू आजको लागि चाहिँ यति नै। बुट्टा कस्तो लाग्यो यो भनिदिनु होला। भोलिको लागि यो चाहिँ बालुवा सुकाइरहेको। ल साथीहरू बाई बाई, फेरि भेटौँला।